हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी कोरियाको काममा रमाइरहेछौँ दिदी बहिनी हैन? रमाइलो छ। दिदी कस्तो लाग्दैछ काम? एकदम रमाइलो, बिन्दास है। बिन्दास है। ल हामी चाहिँ गाइज आज चाहिँ थोरै आछ अर्डर अनि हामी चाहिँ छिटो काम सक्यो भनेर खुसी खुसी हुँदैछौँ हैन दिदी? एकदम फाङ्सु बोकेर फेरि अब हामी चाहिँ मुला उखाल्न जाँदैछौँ। पन्जा सबै कुरा छ। कोरिया कस्तो लाग्दैछ दिदी हजुरलाई? हजुर, कोरिया कस्तो लाग्दैछ हजुरलाई? कोरिया एकदम ठिक छ। ठिक छ? सोचे भन्दा धेरै धेरै रमाइलो है। ठिक छ। हाम्रो भाइहरू चाहिँ उता ट्र्याक्टर लिएर आउँदैछन् लोड गरेर। अब हामी चाहिँ मुला उखाल्न जान्छौँ गाइज। यस्तै छ। हावा चलिरहेको चिसो भइरहेछ है। अब हामी चाहिँ मुला उखाल्न जान्छौँ। हाम्रो चाहिँ गाइज यसरी सबै अघि नै गरिसकेको थियौँ। अब अलिअलि बाँकी छ, थोरै थोरै। पछि के अरे थप आएको अर्डर चाहिँ बाँकी छ। अब त्यो अर्डर कम्प्लिट गरेर आज चाहिँ दिनभरि झाडु हाल्नुपर्छ गाइज कोरियामा हैन? अब म चाहिँ देखाउँदैछु हजुरहरूलाई कस्तो हुन्छ भनेर। अब हामी चाहिँ मुला उखालिसकेर अर्को ठाउँमा काम गर्न जान्छौँ गाइज। यस्तो छ हाम्रो चाहिँ काम गर्ने तरिका। कोरिया सोचे जस्तो छैन है गाइज। हामी जे सोचेर आउँछौँ त्यो भन्दा ठ्याक्कै विपरीत हुन्छ कोरिया। सो गाइज अलि मेन्टल्ली स्ट्रङ भएर आउनुपर्छ कोरिया आउँदाखेरि चाहिँ। काम गर्न सक्छु जस्तो सुकै परिस्थितिमा नि भनेर आउनु पर्ने हुन्छ। त्यो भयो भने काम पनि हुन्छ, पैसा पनि हुन्छ, भविष्य पनि भन्छ है त गाइस। अब मेरो ठाउँ चाहिँ यो। म चाहिँ सागले बोकेर कहिले पुग्छ कहिले पुग्दैन। ल गाइस हामी चाहिँ फेरि अब उता काम भ्याएर हाम्रो चाहिँ मुलाको काम भ्याएर अहिले चाहिँ धनियाँको काममा आएको छौँ। म चाहिँ धनियाँ थामा गर्दैछु। यहाँ भाइहरूले चाहिँ यसरी हेर्नु है गाइस। कोरिया आएर चाहिँ जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने चाहिँ मनमा आत्मविश्वास हुनुपर्छ है गाइस। यसरी बेल्चा हानेर होइन गर्नुपर्ने हुन्छ। यो चाहिँ एग्रिकल्चर सेक्टरको काम हो होइन। जस्तो सुकै काम पनि गर्न सक्छु, म अलिक गर्छु भनेर चाहिँ मेन्टली प्रिपेयर भएर चाहिँ आउनुपर्ने हुन्छ। सोचे जस्तो हुँदैन कोरिया। हेर्नु चाहिँ थाइल्यान्ड भाइहरू चाहिँ बेल्चासँग आएर यसरी काम गरिरहनु भएको छ। बिचरा के गर्ने है, लजाउनु भएको भाइहरू। भाइहरू चाहिँ लजाउँछन् कि म चाहिँ अलिअलि भिडियो बनाउन खोज्छु। थाइल्यान्ड भाइहरू चाहिँ यहाँ भिडियोमा नदेखिने भनेको छन्, तर पनि जबरजस्ती मैले देखाइदिएर हुन्छु। भाइको पारा यस्तो छ यहाँ। यस्तै हो गाइस, काम गर्ने बेलामा हल्का रमाइलो भाइहरूसँग रमाउँदै म चाहिँ थोरै थोरै भिडियोहरू बनाउने कोसिस गरिरहेको छु। मेरो चाहिँ युट्युबमा ब्रेक भइरहेको छ नि त। सो मैले चाहिँ कामको समयमा थोरै थोरै भिडियोहरू पनि बनाउन सक्छु भनेर चाहिँ बनाइरहेको छु गाइस। हाम्रो चाहिँ अब धनियाँको काम पनि सक्यो। अब फेरि अब चाहिँ हामी झाडु खाल्न कुद्न पर्ने हुन्छ। यस्तो चाहिँ गाइस दिनमा 3-4 थरी काम हुन्छ होइन। यता गऱ्यो उता गऱ्यो गर्नुपर्छ। यस्तै हो गाइस। पैसा हो सबै कुरा, पैसाले गर्छ जे गर्नु होइन। अब टोली झाडु खाल्न जाँदैछ यो टोली गाइस। अरू काम सक्यो सबै। अब झाडु खाल्नलाई यस्तो सेकुम्चीमा। अनि हामी चाहिँ आज पार्टी खान जाँदैछौँ बेलुका भएपछि। आज काम छिटो छिटो सकिएको छ। अब गाइस हामी चाहिँ झाडु खाल्ने है त। म हजुरहरूलाई देखाउँदैछु यो धनियाँ यस्तो छ हामीले काम गर्ने ठाउँ चाहिँ। म्याट बन म्याट ल गाइस अब हामीले काम गर्ने ठाउँ चाहिँ यो। अब यहाँ हामीले झाडु खाल्न पर्छ। यो चाहिँ सिकुम्ची हो होइन। यहाँ चाहिँ झाडु खाल्ने कस्तो लाग्छ दिदी? एकदम रमाइलो। झाडु खाल्न पर्यो अब है। कोरियामा झाडु हालेर पनि धेरै पैसा आउँछ है गाइस। हात दिनु पर्दैन।
काम काम गर्न सक्छु भन्ने मनस्थिति चाहिँ राख्नु पर्यो होइन दिदी झाडु खेलेर यति पैसा आउँछ विदेशमा झाडु खालेर नै पैसा आउँछ विदेशमा ल यसरी बस्यो झाडु खालो गाइजी यो चाहिँ हाम्रो नेपालको पालक जस्तै हो कि गाई पालक जस्तै हो यहाँ चाहिँ सिकुम्जी भन्छ यो चाहिँ मैले चाहिँ यो चाहिँ काटेर अनि मिठा बाँधेको पनि भिडियो हालेको थिएँ अहिले चाहिँ हामी त्यही गोड्दैछौँ होइन यो चाहिँ काट्ने बेला हुन लगाइसकिसक्यो अब यो गोडिसकेपछि अनि काट्नुपर्छ यस्तो झार चाहिँ कति ठुलो ठुलो अस्ति नै मैले भिडियो हालेको थिएँ झारै नआउने हातमै झार नआउने भिडियो हालेको थिएँ होइन त्यो चाहिँ सानो सानो हो हाम्रो चाहिँ अहिले काम बिजी भएर चाहिँ झाडु खेल्न नपाएर यस्तो झाडु बुढिसकेको छ विदेशमा कोरियामा म पैसा टिप्दैछु पैसा यसरी टिपिन्छ है गाइज यसरी कोरियामा यसरी 2टा 3टा पन्जा लगाएर धेरै पैसा दिनभरि होइन पैसा हो यस्तो छ काम दिदी आएपछि चाहिँ मलाई साथी भयो यसो मुखवाला साथी नत्र नेपाली म एक्लै थिएँ नि त केटीमा दुईजना भयो रमाइलो छ पैसा हामी पैसा कमाउँदै टिप्दैछौँ विदेशमा त पैसा त यसरी पो टिप्न पाइँदो रहेछ त रुखमा फल्छ भन्थे पैसा भुइँमा फल्दो रहेछ होइन यसरी पो टिप्न पर्ने रहेछ त पैसा त विदेश आएर मात्रै थाहा पायो विदेशमा त हामी त विदेशको पैसा एसीमा बसेर पुरा एसीभित्र होइन पैसा टिप्दैछौँ हामी त एसीभित्र पैसा पाइप लाएर होइन कम्प्युटर चलाउँदै भनेर हामीले सोचेको थियौँ तर सोचेको जस्तो हुन्न विदेश सोचेको भन्दा धेरै फरक छ तर यहाँको परिस्थितिलाई चाहिँ बुझेर आफू भिज्न सक्नु पर्यो यहाँ कोरियामा चाहिँ धेरै सुसाइड गर्नेहरूको सङ्ख्या किन बढेको छ त भन्दा यहाँ कोरियाको चाहिँ सौल होइन सुवनहरू चाहिँ सिटीहरू हेरेर आउँछन् नि यो त्यो हेरेर चाहिँ मान्छेहरूले त्यस्तै होला होइन त्यस्तै बिल्डिङहरू होला एकदमै बजारको बिचमा चाहिँ हामी पुरा अफिसमा बसेर चाहिँ काम गर्ने होला भनेर त्यो परिकल्पना हुन्छ नि त मान्छेमा तर यहाँ आइसकिसकेपछि चाहिँ यता त एकदमै भिन्न हुन्छ एउटा जङ्गलको बिचमा कुनै एउटा कम्पनी हुन्छ होइन जस्तै अब हामी नेपाल भन्छौँ नि नेपालमा पनि काठमाडौँ छ अथवा रोल्पा रुकुम पनि छ नि नेपालमा होइन सेम हामीले त्यसरी नै सम्झिनुपर्छ क्या कोरियामा पनि सहर पनि छ र यहाँ गाउँ पनि छ हो त्यो गाउँमा चाहिँ हामी चाहिँ कृषि क्षेत्रमा काम गरिरहेका छौँ होइन त्यसरी हामीले नेपालको भूभागलाई नै हेरेर चाहिँ नेपालमा चाहिँ गाउँ बस्तीमा कसरी खेती किसानीहरू गर्छन् मान्छेहरूले होइन त्यही सम्झिनुपर्छ त्यही सम्झेर चाहिँ हामीले मनस्थिति बनाउनुपर्छ र जस्तो सुकै परिस्थितिमा पनि हामी चाहिँ काम गर्न सक्छौँ भन्ने मनस्थिति चाहिँ बनायो भने यहाँ कोरियामा काम दुःख छैन मेरो घर चिताउन मेरो इलाम झापा दिदीको चाहिँ अब स्यालेरी आउने बेला भयो होइन दिदी त्यो बेलामा म भिडियो बनाउँछु है त तपाईँको एक्सपिरियन्स ल कस्तो हुन्छ भनेर गाइस हामी चाहिँ यस्तै हो काम थोरै व्यस्तताको कारणले भिडियो रेगुलर ल्याउन सकिरहेको छैन अब चाहिँ थोरै मिनटको भने पनि म छोटो भने नि भिडियो रेगुलर ल्याउने प्रयास गर्नेछु यदि हजुरहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ होइन मेरो भिडियोलाई चाहिँ माया गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला म यस्तै अर्ग्यानिक भिडियोहरू लिएर आउनेछु है अहिलेलाई चाहिँ काम गर्नु पऱ्यो साउसाउनेले देख्यो भने फेरि मोबाइल चलाएको देख्यो भने काम स्टप हुन्छ भोलिबाट होइन पनिसमेन्ट खाइन्छ सो गाइस हामी काम गर्नुपर्ने हुन्छ म
हजुरहरू चाहिँ मेरो भिडियोलाई माया गरिदिँदै गर्नु होला। ओके गाइज हाम्रो चाहिँ काम सक्यो 5 बज्यो यति गऱ्यौँ हाम्रो चाहिँ ड्युटी अफ भयो। अब हामी चाहिँ जाँदैछौँ घर। आजको काम चाहिँ सक्यो। ल बाई दिदी। दिदीको चाहिँ अलि टाढा छ मेरो चाहिँ यहीँ नजिकै छ। अब हामी चाहिँ घर जान्छौँ। आजको काम सक्यो गाइज। ल छुट्टी छुट्टी मकै बुट्टी। गाइस काम सकेर घरमा आएर फ्रेस भएर अब हामीले चाहिँ पार्टी खानको लागि जाँदैछौँ होइन। आज चाहिँ हाम्रो कम्पनीले पार्टी दिएको छ हामीलाई। हामी चाहिँ जाँदैछौँ। देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ कोरियाको नाइट भ्यू भयो होइन। हामी चाहिँ जाँदैछौँ। अँध्यारो भइसकेको छ। 8 बज्न लागिसकेको छ। 10 बजी चाहिँ होटल बन्द हुन्छ तर पनि हामी चाहिँ जाँदैछौँ होइन। ल गाइज हामी चाहिँ आइसकिसक्यौँ यहाँ। अब साङ्गेप्चाल खानको लागि चाहिँ अब हामी भित्र जान्छौँ। भित्र के हुन्छ म तपाईँहरूलाई सबै देखाउने छु है त। मलाई चाहिँ सानो चाहिँ चाहिन्छ यो बोतलबाट होइन मेरो यहाँ छोरी छ त्यो भने कसलाई हाल्थ्यो साइड ल गाइस अब हाम्रो चाहिँ खाना स्टार्ट हुन्छ। म हजुरहरूलाई यो चाहिँ साग हो होइन। यहाँ चाहिँ कोरियामा चाहिँ साग सब्जीहरूको चाहिँ भेराइटी एकदमै धेरै आउँछ होइन। बियर देख्नुभयो नि होइन। यो मासु चाहिँ यो चाहिँ बङ्गुरको मासु हो। यसरी पोलेर चाहिँ खाने यसलाई चाहिँ कोरियनमा साङ्गेप्चाल भन्छ होइन। यही हो गाइज हाम्रो चाहिँ पार्टी। अब महिनाको एकचोटि चाहिँ हामीले यस्तो पार्टी पाउने गर्छौँ कम्पनीबाट। ले हेर्नुहोस् त यहाँ बियरको पार्टी चल्दैछ है यहाँ चाहिँ गाइज। ल भाइहरू अनि दाई मेरो हस्बेन्डले चाहिँ यसरी खाँदै हुनुहुन्छ। म एक्लै छु लेडिज चाहिँ छोरी र म। अनि हेर्नु यसरी यो मासु चाहिँ हामीले पोलेर खान्छौँ। एकदम मिठो हुन्छ। मलाई सुरुमा त त्यति इन्ट्रेस्ट लाग्दैन थियो। अब यहीँ बस्ने यहीँ काम गर्ने भएपछि त अब यहाँको रहनसहन अनुसार भिज्नु पऱ्यो नि त होइन। सो अब खानुपर्ने हुन्छ। खाँदै जाँदा चाहिँ मलाई मिठो लाग्दैछ। यो चाहिँ अचार है। कोरियनहरूले चाहिँ एकदमै धेरै प्रकारहरू बनाउँछन् कि। मलाई चाहिँ अझै पनि यो चम्चा चलाउन आउँदैन होइन। स्टिक चलाउनलाई आउँदैन। सो मलाई चाहिँ अलिकति गाह्रो हुन्छ। जानी नजानिकन चाहिँ म चाहिँ कोसिस गर्छु अनि बिस्तारै बानी पर्छ। यस्तो तरकारीहरू चाहिँ मलाई मनपर्छ कि। हामी चाहिँ अब धेरै त्यो सागसब्जीहरूमा फोकस नगर्ने भएर पनि होला होइन। यहाँ कोरियामा चाहिँ एकदम फोकस हुन्छ कि यस्तो सागसब्जीहरू चाहिँ। ल यो चाहिँ मासु चाहिँ यसरी काटेर होइन अघि सिँगै पोले थियो। अब यो चाहिँ काटेर यसरी ल यस्तो मासुलाई चाहिँ यो सागमा हालेर यसरी अचारमा हालेर यसरी खाइन्छ। यो विशेषता नै यो लसुन हालेर मैले चाहिँ हजुरहरूलाई देखाएँ एउटा स्याम्पल होइन। हो यसरी बेरेर चाहिँ खाइने। यो चाहिँ एकदमै मिठो हुन्छ। अहिले चाहिँ पहिला चाहिँ त्यति मिठो लाग्दैन थियो। अहिले चाहिँ मलाई खाँदै जाँदाखेरि चाहिँ मनपर्छ, मिठो हुन्छ। यही हो गाइज हाम्रो चाहिँ पार्टी। अब तपाईँहरूले नि हेर्नु भइहाल्यो होइन। हामी चाहिँ पार्टी खाँदैछौँ। मासु देख्नुभयो मासु मेरो छोरीले खाएको चाहिँ एक्चुअली मलाई देखाउन मन लाग्यो होइन। मेरो छोरी त सबै कुरामा कोरिया आएर पर्फेक्ट भइसकिन् मभन्दा पनि। उनलाई चाहिँ सब स्टिक चलाउनलाई होइन, कोरियन भाषा बोल्नलाई अनि यहाँको रहनसहन अनुसार कसरी खाने के खाने यहाँको खानेकुराहरूको नाम सबै मलाई केही थाहा छैन होइन। उनलाई चाहिँ यसरी थाहा भइसकिसक्यो। हेर्नु है त कसरी बेरेर खान्छन् मेरो छोरीले। म चाहिँ देखाउँदैछु। हो मैले चाहिँ क्याप्चर गरेँ मेरो छोरीले खाएको। ल सबैजना खाने सुरसार गर्दै हुनुहुन्छ। म चाहिँ भिडियोमै व्यस्त भइरहेँ। अब म पनि खानुपर्ने।
कुल्ला कति हो अनि अब मेन भनेको आलुको लागि कार्यक्रम रहेछ क्या यो पुरै माथि आलु त बिलिदिनु सबलाई फेरि मार्नु दिने त त्यो बम खाल्का भएर यो एरियाको पुरैलाई उसले पनि पाएको सुरुले पनि पायो होला ल गाइस हाम्रो चाहिँ पार्टी सक्यो अब हामी चाहिँ गाडीमा आएर बसिसक्यौँ अब जाने घरतिर अँधेरो भएर कसैलाई पनि राम्रोसँग देखिएन होइन तर पनि मैले चाहिँ यसो खिचिहालेँ अब हामी चाहिँ जाँदैछौँ घरतिर ल गाइस हामी चाहिँ घर आइसक्यौँ आज चाहिँ 10:30 भइसक्यो हामी घर आउँदा चाहिँ होइन ल अब चाहिँ मैले भिडियो इन गर्नुपर्ने हुन्छ थ्याङ्क यू सो मच गाइस भिडियो हेरिदिनु भएकोमा यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानल चाहिँ सब्सक्राइब गरेर जोडिनु होला भन्दै बिदा हुन्छु नमस्ते